लगाएपछि हामीले चाहिँ च्याउ भेटे गाइस देउली च्याउ खोज्नलाई चाहिँ जान लाग्यो अब यहाँ माटो निकाल्नु पर्यो भनेर चाहिँ आएको थियो धमिराको त्यो देवल खन्नलाई सो च्याउ पो भेट्यो अब च्याउ खन्न जाँदैछु खन्ती बोकेर बुढी चाहिँ अगाडि जाँदैछ है खै ए अनि कहाँ बस्यो त यहाँ भाइ भर्खर मसिनो निस्किँदै रहेछ टनक्कै छ है त जताततै छ अरे र बुढी छ है अनि यता है छोरी पनि छ है यहाँ माटो लिन आएको च्याउ पो भेट्यो ल च्याउ खाँदै है च्याउ देउली च्याउ रहेछ भनिरहेको देवलमा देखाउनु न पहाउने बाबाले अहिले च्याउ देखाउनु सर न त्यहाँ डोकै बोकेर आएछ भन्दाखेरि गाईजी हामीले चाहिँ यसरी खन्दैछौँ देउली च्याउ भन्छ यसलाई चाहिँ होइन तपाईँलाई थाहा छ मस्त फले रहेछ देउली च्याउ खन्दैछु राम्रो राम्रो थियो त्यो लामो लामो आज चाहिँ मजा आउने हो भाखामा देउली च्याउ छ यसरी यसलाई मिठो लाग्छ लाग्छ खाँदैछु है नगर नि छोरी कति राम्रो छैन टनक्कै निस्केछ यता यता है सिधो सिधो यहाँनिर है देउली च्याउ नचला नि छोरी भाँचिन्छ निकाल्नु पर्यो भने यता यता झन् सेतै छ यो सबै निकाल्नुपर्छ माथि माथिसम्म पनि पुग्यो रहेछ ओहो ल हेर त्यहाँ सेतै ल बल्ल बल्ल खनेर सकायो हो यत्रो वरिपरि यसको यो त यहाँसम्म यहाँबाट यत्रो देउल थियो यहाँबाट यत्रो वरिपरि लगाएपछि यही हो अघि नै हामीले टिपेको है देउल च्याउ चाहिँ यस्तो राम्रो चाहिँ छ हेर्दै खाउँ लाग्दो राम्रो छ दुई छाक त हुन्छ